लिटरली गाइज होइन हामी अब म्युजियम जाने भनेर आँटेको है पानी भरेर यहाँ कोही मान्छे छैन है अनि टेम्पो पनि यहाँनिर आएर रोकेको अनि हामी यहाँ बसेका छौँ खाली टेम्पोमा गाइज आज भनेको चाहिँ हामी होइन अब एभिएसन म्युजियम जानु लाग्यो सिनामङ्गलको अनि अहिले चाहिँ हामी यता तलसम्म पानी परेर यस्तो छ बिजोग होइन पानी परिदियो क्या अब के भन्ने निस्किँदाखेरि त घामै लागेको थियो अचानक पानी पऱ्यो वेदरले यस्तै च्यालेन्ज गरिदियो होइन के भन्ने हाम्रो दाइ छन् यस्तै छ होइन मजा त आइरहेको नि भिजिरहेको छ होइन पानी अब तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो परिदिरहेको छ भिजिसक्यो है यस्तै छ र हामी गइन्छ आज प्लेनको म्युजियम के कस्तो छ भित्र गएर तपाईँहरूलाई म देखाउँछु म पनि पहिलोचोटि जाँदैछु र तपाईँहरूलाई पनि म मेरो भ्लगमा फर्स्ट टाइम जाँदैछु होइन तर गाइज ब्याक टु न्यू भ्लग आइज होइन आज भनेको चाहिँ अब हामी प्लेनको म्युजियम जाँदैछौँ सिनामङ्गलमा छ मैले हामी होइन अब यहाँबाट भित्र छिर्नुपर्ने हुन्छ पानी वाइल्ड रहेको छ पानी होइन काठमाडौँमा आज चाहिँ अनि दाइ अगाडि गइरहेछन् म भनेको चाहिँ दाजु होइन पानी खर्चा परिरहेको छ क्या त्यही पनि अब भिज्दै भए पनि तपाईँहरूको लागि भिडियो बनाइदिरहेको छु लाइक सेयर कमेन्ट गर्नु होला यहाँ हाम्रो टिकट भइसकेको छ अब हामी टक्क भित्र छिर्नुपर्ने हुन्छ है टिकट यहाँ दिने हो हाम्रो टिकट दिइसकेको छौँ लेट्स गो एभिएसन म्युजियम भने यही हो दाइ एभिएसन म्युजियम भने फर्स्ट टाइम होइन त सो गाइज अब म भनेको म पनि फर्स्ट टाइम तपाईँहरूलाई पनि फर्स्ट टाइम म देखाउँदैछु के कस्तो हुन्छ यहाँ तपाईँहरूलाई हामी देखाउनेछौँ भनेको चाहिँ हामी प्लेनमा जाँदैछौँ यता देख्न सक्नुहुन्छ है यता सिडीबाट चढेर जानुपर्ने हुन्छ यो भनेको प्लेनको अगाडिको भाग भयो है अब हामी जान्छौँ म्युजियम के कस्तो रहेछ हेरिदिनु पर्ने हुन्छ अब भन्नुबाट चाहिँ हामी यहाँ प्लेन चलाउँदैछौँ है देख्न सक्नुहुन्छ है यहाँ के यस्तो रहेछ त देखाइदिनुहोस् तल प्याडल पनि हुँदो रहेछ यस्तो है प्लेनको एक्सपिरियन्स लिँदैछौँ हामी होइन ककपिटमा छौँ अहिले ककपिट र दाइ पनि प्लेन चलाउँदै हुनुहुन्छ र यता यस्तो हुँदो रहेछ है भित्र दाइ यत्रो स्पेस हुँदो रहेछ एकचोटि इसारा मात्रै हेर्नु पर्यो क्या अरूले पाइलट चलाएको ठ्याट्टै चलाइहालिन्छ यहाँ भनेको यस्तो हुँदो रहेछ है तपाईँहरू हेर्नुहोस् यो चाहिँ के हो यस्तो यो देख्न सक्नुहुन्छ कत्रो छ होइन अब रियलमा त यत्रो हुँदैन होला थाहा भएन त्यही पनि देख्न सक्नुहुन्छ है हामी उताबाट चाहिँ इन्ट्री गरेको र एक्जिट भनेको चाहिँ यताबाट रहेछ होइन ल यस्तै छ तल भनेको अब हेलिकप्टरहरू के छ त्यो हामीले हेर्नुपर्ने हुन्छ गाइज है अब यहाँ के कस्तो छ त्यो सबै म तपाईँहरूलाई इन्फर्मेसन दिन्छु है गाइज हामी चाहिँ अहिले माथि एरोप्लेन सबै हेरेर आइसकेको छौँ होइन यस्तो छ देख्न सक्नुहुन्छ बाहिरबाट लुक्स चाहिँ तपाईँहरूलाई अब अगाडिबाट पनि देखाइदिन्छु होइन अब तपाईँहरू सोच्नुहोस् न यो प्लेनको होइन विङ्स मात्रै यत्रो छ क्या हेर्नु त अब अरू के भन्नु हेर्नु यो के हो इन्जिन होइन प्लेनको इन्जिन होइन यो गाइज अहिले भन्नुपर्दा चाहिँ फोटो सुट होइन भिडियो सुट हुँदैछ दाइको पनि होइन भाइको पनि यस्तै छ अनि अगाडिपट्टिको लुक्स भनेको चाहिँ यस्तो रहेछ प्लेनको अनि वेदरले आज के भएको एकछिनमै घाम लाग्ने एकछिनमा पानी पर्ने होइन आजको वेदरले पनि च्यालेन्ज हानिरहेछ मान्छेहरू पनि त्यति छैनन् यहाँ आज किन हो होइन आज अब माता तिर्थी औँसी रहेछ सम्पूर्णमा ह्याप्पी मदर्स डे होइन सम्पूर्ण माताहरूलाई र आफ्नो माताहरूलाई तपाईँहरूले विस गर्नु होला होइन त्यही हो र अघि हामी आएको यताबाट गइरहेछौँ तर उल्टो भयो होइन अब हामी फेरि यता जान्छौँ त्यहाँ हेलिकप्टर पनि रहेछ के कस्तो रहेछ सबै देखाउँछौँ यहाँबाट राम्रो लुक्स आइरहेछ है यहाँ हामीले हल्का फोटोसुट पनि हाल्नुपर्ने हुन्छ यस्तै छ है एकदम राम्रो रहेछ तपाईँहरू आउन सक्नुहुन्छ यहाँ आएपछि तपाईँहरूलाई वेलकम पनि राम्रोसँग गरिदिन्छ है अनि खाने कुराहरू तपाईँ खान मन लाग्यो भने यहाँ त्यस्तो पसलहरूको पनि व्यवस्था रहेछ अब हामीले चाहिँ केही खाएनौँ त्यही पनि यस्तै हो होइन 8 कक्षाभन्दा तलकोलाई चाहिँ खेल्न मिल्ने रे अब यस्तो रहेछ है फोटोहरू यस्तो छ म्युजियमको है अब ड्रोन भ्यू देखाइदिन्थ्यो गाइज ड्रोन नै छैन अब तपाईँहरू यहाँबाट भ्यू हेर्नु है यस्तो देखिँदो रहेछ धेरै नै ठुलो छ रियलभन्दा हल्का ठुलै छ जस्तो लाग्यो मलाई रियल त अहिलेसम्म चलेको छैन त्यही पनि त्यही सुरु हो गए भने जस्तो क्या ल होइन अब पिङ खेल्ने रे दाइ हामी पनि खेलिदिउँ न त कस्तो हुँदो रहेछ झन्डै लडेकोमा है अब यहाँ हेलिकप्टर पनि के कस्तो रहेछ हेरिदिउँ न होइन यस्तो रहेछ पुरानो चढिदिउँ के कस्तो रहेछ भित्र ओ माइ गड अब अगाडि त केही देखिँदैन होइन यस्तो गर्नुपर्ने हुन्छ यो के हो यस्तो यो यस्तो रहेछ गाइज है अब यहाँ यस्तो कन्ट्रोलहरू गर्ने के हो है स्पेस हुँदो रहेछ अलिअलि चाहिँ तर हल्का निस्किन चाहिँ हामीलाई अप्ठ्यारो भयो गाइजहरू है
यस्तो रहेछ देख्न सक्नुहुन्छ। अब यो हेलिकप्टरको बारेमा यहाँनिर लेखिएको छ के हो तपाईँहरू अब यहाँ स्क्रिनसट गरेर पढ्न सक्नुहुन्छ है। अब त्यही हो, अब हामी चाहिँ बिस्तारै निस्किनु पर्ने हुन्छ यहाँबाट गाइजहरू। अब तपाईँहरूले सोच्नु होला प्लेन त यत्रो लामो छ होइन, प्लेन त बरु जोडेको होला अलिकति होइन, तर रियलमा क्या है यो कत्रो ठुलो हुँदो रहेछ है दाइ, साइको हुँदो रहेछ नि साँच्ची भनेको हेर्नु सक्नुहुन्छ तपाईँहरू है। अब यो टायर एकदम ठुलो हुँदो रहेछ क्या, यस्तो पछाडिको टायर 4वटा है। इन्जिन देख्न सक्नुहुन्छ यहाँ यस्तो छ है इन्जिन ट्रेनको। माथि यस्तो देखिन्छ, अघि हामी उता माथि थियौँ, भित्र म्युजियमहरू थियो। भनेको चाहिँ हामी लगभग घुमघाम गरिसकेको छौँ। देख्न सक्नुहुन्छ है यस्तो छ लुक्स चाहिँ प्लेनको। यता देखाइदिनुहोस् क्यामराम्यान। अनि अब पछाडि ब्याकग्राउन्डमा चाहिँ हल्का कस्तो घ्यार आइरह होला, पछाडि ठ्याक्कै एयरपोर्ट छ क्या होइन, एयरपोर्टदेखि यतापट्टि उयो भइहाल्यो। मान्छेहरू आउने जाने क्रम छ, एकदमै राम्रो ठाउँ छ है। अब आउन सक्नुहुन्छ होइन आफ्नो फ्री टाइममा त्यही अनुसार होइन। अब विद्यार्थी हुनुहुन्छ भने चाहिँ अब ज्ञानमूलक पनि छ, अरू पनि कोही फ्यामिलीहरूसँग आउनुभयो भने टाइम स्पेन्ड गर्न एकदमै राम्रो ठाउँ छ। एक दिन आउनु होला र केही जानकारीहरू लिएर जानु होला, नयाँ जानकारीहरू लिन पाइन्छ। म त आएँ, अब तपाईँहरूको पालो होइन। र गाइज अब फाइनली एभिएसन म्युजियमलाई चाहिँ बाई बाई भन्नुपर्ने हुन्छ होइन। हामी निस्किसकेको छौँ, अब हामी निस्किनु पर्ने हुन्छ। आजको वेदर भनेको यस्तो छ क्या गाइज है। अब यहाँ छेउमै चाहिँ आयल निगम छ क्या, त्यही भएर साउन्ड आइरहेको होला यस्तो होइन। र अघि पानी परेर भिज्दै आएको थिएँ मैले, भनेको चाहिँ फेरि सुक्खा भइसकेको छ होइन। यता आयल निगम देख्न सक्नुहुन्छ। अब भ्लग भन्नुपर्दा मेरो चाहिँ हल्का ढिलै आयो होइन, त्यसको लागि एकदमै धेरै सरी। र अब नयाँ वर्ष 2082 सालको सम्पूर्णमा होइन शुभकामना भन्न चाहन्छु। र आज भनेको वैशाख कति गते भयो दाइ? आज वैशाख 14 गते भइसक्यो, त्यही पनि आजै अब तपाईँहरूलाई म शुभकामना दिँदैछु होइन। 2082 सालको केही छैन, 82 सालमा मेरो पहिलो भिडियो यही हो होइन। र त्यही भएर पनि हो। अनि अब हामी निस्किनु पर्ने हुन्छ है।